नमस्कार अनि स्वागत छ। आज पनि उपस्थित भइसकेका छौँ हामी फोटोसप। हामी तपाईँहरूलाई क्लास दिइरहेका छौँ। आज फोटोसपको दोस्रो दिन। हामीले पहिलो दिनमा पहिलो चरणमा तपाईँहरूलाई फोटोसप तपाईँको कम्प्युटरमा छ कि छैन तपाईँहरूलाई हेर्ने, अनि तपाईँहरूको फोटोसप छैन भने कसरी इन्स्टल गर्ने, अनि फोटोसप इन्स्टल छ भने हामीले फोटोसपलाई कसरी ओपन गर्ने, हामीले फोटोसपलाई कसरी क्लोज गर्ने र फोटोसपमा हाम्रो के टुल्सहरू हुन्छ। अब हामीले तपाईँहरूलाई नर्मल कुराहरू फर्स्ट क्लासमा सिकायो भने आज हामी तपाईँहरूलाई सिलेक्सन टुल र तपाईँहरूको मुभ टुल आज हामी तपाईँहरूलाई सिकाउन लागिरहेका छौँ। यो भिडियो अन्त्यसम्म हेर्नुहोला। मन परेपछि लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नभुल्नुहोला। अब हामी तपाईँहरूलाई फोटोसप एडोब फोटोसप 7.0 को क्लास 2 मा आज हामी तपाईँहरूलाई सिकाउँछौँ। फोटोसप खोल्नका लागि सबभन्दा पहिला तपाईँले विन्डोज प्लस आर गरेर रनमा जाने। रनमा गइसकेपछि तपाईँको फोटोसप हान्ने, मैले जे हान्ने जस्तै हान्ने र ओके गरिसकेपछि तपाईँको फोटोसप खुल्छ। फोटोसप खुल्यो भने तपाईँले अब यसमा विभिन्न एडिटहरू गर्न सक्नुहुन्छ, डिजाइनहरू गर्न सक्नुहुन्छ। पहिलो सुरुमा तपाईँहरूलाई पेज कसरी निकाल्ने त्यो बारे सिकाउँछु। त्यसको लागि यहाँ माथि हेर्नुहोस्, फाइल भन्ने अप्सन छ। यो फाइल भन्ने अप्सनमा जानुहोस् र यहाँ न्यू भन्ने अप्सन छ। न्यूको यता कन्ट्रोल प्लस यान गरेको छ, त्यसलाई क्लिक गर्नुहोस्। क्लिक गरिसकेपछि तपाईँहरूले एउटा पेज क्रिएट गर्ने अप्सन दिन्छ। यहाँ नेम भनेको छ। नेमको ठाउँमा तपाईँले जे पनि राख्न सक्नुहुन्छ, नराखे पनि हुन्छ। मैले टेक भनेर राखेको छु। यहाँ पेज छ, तपाईँले पेज जुन पनि राखे पनि हुन्छ। यहाँ A3, A4 अनि तपाईँको 4.6 भन्ने पेज छ। यो चाहिँ हाइट हुन्छ तपाईँको। मैले 4.6 राखेको भएर यो वेट छ, यो चाहिँ हाइट छ। यो चाहिँ तपाईँले हाइट र वेट राख्नुहोस्। यहाँ चाहिँ तपाईँले इन्च राख्नुहोस्, इन्चमा राख्नुहोस्। र यहाँ रेजुलेसन भन्ने छ, रेजुलेसनमा सधैँभरि 300 राख्नुहोस्। 300 राखिसकेपछि यहाँ तपाईँको मोड भन्ने छ। मोडमा तपाईँले RGB राख्नुहोस्। RGB भन्ने रेड, ग्रिन र ब्लू। हामीले प्रिन्ट गर्दाखेरि धेरै जस्तो कलर युज हुने भनेको रेड, ग्रिन र ब्लू हुन्छ। त्यसैले तपाईँले RGB लाई चुज गर्नुहोस्। चुज गरिसकेपछि यो मोडमा तपाईँ चुज गरिसकेपछि यसलाई चाहिँ ओके गर्नुहोस्। ओके गरिसकेपछि तपाईँको पेज क्रिएट भयो। हामीले यसरी क्रिएट गर्छौँ। यहाँ माथि चाहिँ तपाईँको यो चाहिँ वेट हो, यो माथिको चाहिँ वेट हो भने यो तलको चाहिँ हाइट हो। तपाईँको हाइट हो, माथिको वेट हो। हामीले यसरी पेजलाई क्रिएट गर्छौँ। यसलाई ठुलो पनि गराउन सक्छौँ, सानो पनि गराउन सक्छौँ। त्यसपछि यसलाई चाहिँ हामीले एकछिन यसलाई कट्टा गरिदिन्छौँ। कट्टा गरिसकेपछि यहाँ चाहिँ तपाईँको अर्को कन्ट्रोल प्लस यान गरेर यहाँ तल कन्टेन्ट भनेर लेखेको छ। कन्टेन्ट भनेर लेखेको छ। यहाँ व्हाइट, ब्याकग्राउन्ड कलर र ट्रान्सप्यारेन्ट कलर, तीनवटा पेज हामीले क्रिएट गर्न सक्छौँ। सबभन्दा पहिला चाहिँ मैले ट्रान्सप्यारेन्ट कलरलाई चुज गरेर ट्रान्सप्यारेन्ट कलर राखेँ। यसको मतलब यहाँ चाहिँ कुनै पनि कलर छ। यो चाहिँ ट्रान्सप्यारेन्ट कलरमा तपाईँको कलर हुँदैन। अब यहाँ चाहिँ तल ब्याकग्राउन्ड कलर छ। ब्याकग्राउन्ड कलरमा मैले यो कलरलाई चुज गरेँ। जस्तै यहाँ ब्याकग्राउन्ड कलर र तपाईँको कलर भन्ने छ। जस्तै मैले एउटा नयाँ पेज क्रिएट गरेर ब्याकग्राउन्ड कलरलाई चुज गरेर मैले यो ब्याकग्राउन्ड कलर यसमा आयो है। तपाईँले यहाँ तपाईँले देख्न सक्नुहुन्छ। मैले न्यू पेज गरेँ। न्यू पेज गरिसकेपछि ब्याकग्राउन्ड कलर, यो ब्याकग्राउन्ड भनेको यो भयो। अनि तपाईँको यो चाहिँ फरवर्ड कलर। हामीले ब्याकग्राउन्ड कलरमा यो कलरलाई चुज गर्यौँ। अर्को छ तपाईँको व्हाइट कलर। हामीले सधैँभरि फोटो एडिट गर्दाखेरि व्हाइट कलरमा हामीले पेजलाई क्रिएट गर्छौँ है। व्हाइट कलर क्रिएट गऱ्यौँ र पेजलाई हामीले यहाँनिर लिएर हामीले पेजलाई क्रिएट गर्ने काम हामीले यहाँबाट सक्यौँ। अब हामीले फोटोलाई हामीले कसरी निकाल्ने, त्यसको लागि यहाँ माथि देख्न सक्नुहुन्छ फाइल भन्ने छ। यो फाइलको तल जस्तै अघि हामीले न्यू लेखेको थियौँ, त्योदेखि तल ओपन भन्ने छ। हामीले कन्ट्रोल प्लस O गरेर पनि गर्न सक्छौँ। यहाँ चाहिँ तपाईँले यसरी गरे पनि हुन्छ, नत्र कन्ट्रोल प्लस O गरेर तपाईँले पेजलाई फोटोलाई ल्याउन सक्नुहुन्छ। त्यसै गरी मैले यहाँलाई यसलाई कट्टा गरेँ र यहाँ तपाईँले यो खाली भएको ठाउँलाई डबल क्लिक गरेर पनि फोटोलाई तपाईँले चुज गर्न सक्नुहुन्छ। चुज गरेर तपाईँले एउटा जुन कुनै फोटोलाई ओपन गर्नुहोस्। ओपन गरिसकेपछि फोटोसपमा यो आएर बस्यो। यसरी तपाईँले फोटोलाई बाहिर फोटोसपमा ल्याउन सक्नुहुन्छ। सबभन्दा सुरुमा यसलाई हामीले डुप्लिकेट गर्छौँ। किन डुप्लिकेट गर्छौँ भन्दा तपाईँले कुनै पनि फोटोलाई हामीले कुनै एडिट गर्यो भने तपाईँको फोटो बिग्रिने सम्भावना धेरै हुन्छ र पहिलेको कन्डिसनमा हामीले फोटोलाई ल्याउन
हामीलाई धौ हुन्छ। त्यसैले हामीले जहिले पनि ओरिजिनल फोटोलाई नचलाएर हामीले कपी फोटोलाई हामीले चलाउनु पर्छ। त्यसै गरी यहाँ छ तपाईँको इमेज इमेजको साइजलाई हेर्नु है। हामीले यो देख्न सक्नुहुन्छ हाइट वेट कति छ यताउता छ। तपाईँले अरू केही पनि नगर्नुहोस्, रेजुलेसनलाई तपाईँले बढाउनुहोस् है। बढाइसकेपछि यसलाई ओके गर्नुहोस्। ओके गरिसकेपछि यसको क्वालिटी राम्रो देखिन्छ। जस्तै मैले क्वालिटी रेजुलेसन बढाएँ, यो फोटोको क्वालिटी बढ्छ, तपाईँको हाइट वेट सबै बढ्छ, रेजुलेसन पनि बढ्छ है। तपाईँले रेजुलेसन बढाएर काम गर्नुभयो भने एकदमै तपाईँलाई क्वालिटी देख्नलाई एकदमै सजिलो हुन्छ। त्यसै गरी अब हामीले यो सिलेक्सन टुलभित्र 4वटा टुल हुन्छ। जस्तै मैले अरू टुलमा क्लिक गरेँ र एम टुल क्लिक गरेँ भने सिलेक्सन टुल सिलेक्ट हुन्छ र यसलाई राइट क्लिक गर्नुभयो भने तपाईँको यहाँ 4वटा टुलहरू देखाएको छ है। तपाईँले यसलाई राइट क्लिक गर्नुहोस्। राइट क्लिक गरिसकेपछि यहाँ 4वटा छ। एउटा रेक्टेङ्गुलर मार्की टुल, सर्कल मार्की टुल, सिङ्गल रो मार्की टुल र सिङ्गल कोलम मार्की टुल गरेर 4वटा टुल छ। त्यसको लागि सबभन्दा पहिला मैले रेक्टेङ्गुलर मार्की टुललाई क्लिक गरेर यसलाई चाहिँ मैले सिलेक्ट गरेँ। सिलेक्ट गरिसकेपछि यहाँ चाहिँ एउटा बक्स बन्यो। तपाईँले यहाँ एउटा कुनै पनि इमेजमा एउटा बक्स बनाउनुहोस् अथवा यो रेक्टेङ्गुलर मार्की टुलले सिलेक्ट गर्नुहोस्। सिलेक्ट गरिसकेपछि यहाँभित्र तपाईँले एडिट गर्न सक्नुहुन्छ। जस्तै यहाँमा तपाईँले कलर भर्न सक्नुहुन्छ। जस्तै मैले यहाँ चाहिँ कलर भरेर देख्नुहोस्, कलर भरिरहेको छु। यसलाई तपाईँले कलर भरेर पनि देख्न सक्नुहुन्छ। यसलाई चाहिँ मुभ गरेर अर्को ठाउँ पनि लगाउन सक्नुहुन्छ। मैले यहाँ चाहिँ कलर भरेँ र कलर भरिसकेपछि यहाँ भरेको यहाँ देख्न सक्नुहुन्छ लेयरमा आएर बसेको छ। जस्तै मैले यसलाई चाहिँ डिलिट गरेँ है, मैले कलर गरेकोलाई मैले डिलिट। यसरी लेयर गराउनु हो भने एकदम सजिलो हुन्छ। तपाईँले काम गरेको काम बिग्रियो भने तपाईँले यसरी डिलिट गर्न सक्नुहुन्छ। जस्तै मैले यहाँ पेज बनाएको छु, खाली पेज के पेज मैले सिलेक्ट गरेको मैले अर्को पेजमा लगेँ। जस्तै मैले यो अर्कोलाई पनि लगेँ। अब तपाईँले यहाँ के डिफ्रेन्ट देखाउँछु भन्दाखेरि डिफ्रेन्ट भन्दा पनि हामीलाई सिलेक्ट गर्न लेयरमा देखाउँछ। लेयरमा देखायो भने सजिलो हुन्छ। जस्तै यहाँ चाहिँ माथि देख्न सक्नुहुन्छ अटो लेयर भन्ने, यहाँ चाहिँ जस्तै अहिले 2टा मैले जुन सिलेक्ट गरेँ त्यही चलिरहेछ। तर मैले यहाँ चाहिँ अटो सिलेक्टलाई क्लिक हटाएँ भने जस्तै मैले तल्लो फोटोलाई मैले यताउता सार्नु पऱ्यो भने तपाईँको माथिल्लो फोटो यताउता गरिदिनुहोस्। यो किन भएको छ भने चाहिँ यो चाहिँ अटो सिलेक्ट लेयरमा तपाईँको लेयर चाहिँ सिलेक्ट भएन। त्यसैले तपाईँको एउटा फोटो मैले सार्दाखेरि अर्को फोटो सर्नु है। त्यसैले तपाईँले यहाँ चाहिँ अटो सिलेक्ट लेयरलाई क्लिक गर्नुहोस् है। जस्तै मैले यहाँ चाहिँ मुभ गरेको ठ्याक्कै लेयरमा आएर बसेको छ। एकदमै फोटोसप सिक्नलाई हामीले लेयर चाहिँ एकदमै अनिवार्य रूपमा सिक्नुपर्छ। अब मैले यो फोटो छ, यो फोटोमा सानो ठुलो गराउनु पर्यो है। मैले यहाँ चाहिँ सो बाउन्डिङ बक्स भन्ने छ अटो लेयर सिलेक्टको यतातिर। सो बाउन्डिङ बक्स भयो भने त्यहाँ बक्सहरू देखिन्छ। हामीले बाउन्ड भनेको यताउता सानो ठुलो गराउनको लागि यो बक्स देखिन्छ। त्यसको लागि यो टिकलाई तपाईँले टिक लगाइदिनुहोस्। यदि टिक भएन भने तपाईँले कुनै पनि एज भेटाउनुमा र तपाईँलाई धप हुन्छ। त्यसको लागि अब त्यो कहिले बिर्सियो भने तपाईँले कन्ट्रोल प्लस टी गर्नुभयो भने यो बाउन्डिङ बक्स तपाईँले देख्न सक्नुहुन्छ र तपाईँले यसलाई सिफ्टसँग ड्र्याग गर्नु भने तपाईँको एक्चुअल साइजमा यताउता गर्छ। तपाईँले कुनै पनि बक्स बाउन्डिङ बक्स लगाउनु भयो र यताउता सार्दै हुनुहुन्छ भने सिफ्टसँग दबाएर मात्रै यताउता सार्ने है। यहाँ चाहिँ बाउन्डिङ बक्स भन्ने छ, यसबाट बक्सहरू हेर्न सक्नुहुन्छ। त्यसै गरी अर्को छ तपाईँको यहाँ सर्कल बक्स छ। मैले यो सर्कल मार्कर भन्ने छ, यसमा चाहिँ एउटा सर्कल बनाएँ र यो सर्कल बनाइसकेपछि मैले अर्को सर्कल बनाउनु पर्यो भने तपाईँको अटोमेटिक सर्कल हटेर जान्छ। त्यसको लागि तपाईँले यहाँ यो बक्सदेखि यतातिर क्लिक गर्नुभयो भने यहाँ प्लस साइन भन्ने छ। अब तपाईँले यहाँ पनि सिलेक्ट गर्न सक्नुहुन्छ र यहाँ पनि सिलेक्ट गर्न सक्नुहुन्छ। त्यसै गरी यसलाई चाहिँ मैले जोडेर अलिकति ठुलो पनि गराउन सक्छु। यहाँ प्लस चिन्ह छ, त्यसैले मैले यता जोडेर यसलाई चाहिँ ठुलो गराउन सक्छु। हेर्नुहोस् त, मैले त्यो बक्स प्लस चिन्ह भएको छ। अब चाहिँ यसलाई क्लिक गर्नुभयो भने माइनस चिन्ह हुन्छ। अब मैले हटाउनु पर्यो भने यो सिलेक्ट गर्ने अप्सन हो। हामीले त्यो माइनस भन्ने चिन्ह छ, त्यहाँबाट हामीले यो सिलेक्ट भएकोलाई
हटाउनलाई यो अप्सन चुज गर्छु। अब यहाँ क्रस भन्ने छ, क्रस भन्ने छ तपाईँको छेउछेउको जान्छ बिचको बस्छ। हेर्नुहोस् त सिलेक्ट गर्ने अप्सन हो है, जस्तै छेउछेउको जान्छ बिचको आएर बस्छ। तपाईँले यो अप्सनलाई चुज गर्नुभयो भने यताउता बस्दैन है। अर्को छ तपाईँको सिङ्गल रो, रो भनेको यस्तो तेर्सो भाग है। मैले यो चाहिँ क्लिक गरेर तपाईँको यहाँ एउटा रो आएर बस्यो। यो रोलाई मैले सानो छ अलिकति ठुलो पनि बनाउन सकिन्छ। यो म्याक्सिमम तपाईँको यो फोटोसपमा युज हुँदैन, कहिलेकाहीँ हामीले थापै राख्नुपर्छ र त्यति युज चाहिँ हुँदैन। यो चाहिँ कोलम एउटा रो एउटा चाहिँ कोलम भनिन्छ। यो चाहिँ कोलम भयो, कोलम भनेको ठाडो र रो भनेको तेर्सो। जस्तै यसलाई मैले अलिकति ठुलो गराएँ तपाईँलाई देखाउनको लागि, त्यति युज हुँदैन तपाईँलाई हामीले त्यसरी हामीले युज हुँदैन, तर त्यही पनि कहिलेकाहीँ हामीले थाहा पायो भने सजिलो हुन्छ। त्यसैले अब यसलाई मैले कलर गर्छु है। कलर जस्तै हाम्रो यो ब्याकग्राउन्ड कलर छ, एउटा चाहिँ फरवार्ड कलर छ है। ब्याकग्राउन्ड कलर राख्नलाई हामीले कन्ट्रोलसँग ब्याक स्पेस अथवा कन्ट्रोलसँग डिलिट बटन दाब्ने, अथवा तपाईँले फरवार्ड कलर राख्नलाई अल्टसँग ब्याक स्पेस अथवा अल्टसँग डिलिट गर्नुभयो भने तपाईँको फरवार्ड कलर आएर अगाडि बस्छ। तपाईँले कलर चेन्ज हामीले सर्टकटबाट पनि गर्न सक्छौँ। त्यसै गरी अब तपाईँले यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ मार्केट चुज गरेँ र यहाँ चाहिँ तपाईँको नर्मल अथवा रेसियो भन्ने छ है। जस्तै मैले यहाँ रेसियोमा चुज गरेँ भने देख्न सक्नुहुन्छ यहाँ मैले रेसियो राखेको छु। त्यो रेसियो राख्यो भने तपाईँले एक्चुअल साइजमा तपाईँले सिलेक्ट गर्न सक्नुहुन्न। जस्तै मैले यहाँ 15 र 10 राखेँ, सिलेक्ट गर्न सक्नुहुन्न। हेर्नुहोस् त मैले यहाँ सिलेक्ट गरिरहेको छु, तर मेरो माउसको पोइन्ट कहाँ छ, तपाईँको सिलेक्ट कहाँ छ है। तपाईँले यो रेसियोमा राख्दाखेरि तपाईँको एक्चुअल तपाईँले सिलेक्ट गर्न सक्नुहुन्न। त्यसै गरी तपाईँको अर्को तल छ, यसमा चुज गर्नुभयो भने झन् तपाईँ एउटा बक्स मात्रै बन्छ। त्यो बक्स बन्यो भने तपाईँले यसलाई कहाँ लगाएर सिलेक्ट गर्ने त्यति मात्रै है, तपाईँले कहाँ लगाएर यसलाई सिलेक्ट गर्ने त्यति मात्रै सिलेक्ट गर्ने हुन्छ। त्यसैले तपाईँले सिधै नर्मलमा राख्नु होला, नर्मलमा राख्नुभयो भने सजिलो हुन्छ। हेर्नुहोस् त मैले तल राखेको छु, त्यही भएर यो चाहिँ एउटा बक्स बनेको छ। यो बक्स बनेपछि तपाईँले जहाँ सिलेक्ट गर्नु त्यति मात्रै सिलेक्ट हुन्छ, तर नर्मल राख्यो भने मैले माउस जहाँ राख्छु त्यति पुरै सिलेक्ट हुन्छ। हामीले सिलेक्ट गर्न एकदमै सजिलो हुन्छ। त्यसैले तपाईँले सिलेक्ट गर्दाखेरि यो चाहिँ थाहा पाउनु एकदमै अनिवार्य छ। मुभ टुल र तपाईँको सिलेक्सन टुल आज हामीले सिक्यौँ। तपाईँलाई यो भिडियो कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनुहोला र आउँदा दिनहरूमा तपाईँहरूलाई कस्तो भिडियो चाहिएको छ हामीलाई भन्नुहोला। नबुझेको कुरा तपाईँले यो हामीले फोटोसप ट्युटोरियल तपाईँहरूलाई निरन्तर प्रदान गरिरहेका छौँ। तपाईँहरूलाई कस्तो लागिरहेको छ, जस्तो लागेको छ त्यस्तै प्रतिक्रिया दिनुहोला र नबुझेको कुरा हामीलाई कमेन्ट बक्समा सोध्नुहोला। हामी तपाईँहरूलाई नजानेको कुरा एकदमै सिकाउने नै छौँ भन्दै आजको बसाइबाट छुट्ने अनुमति चाहन्छु। बिदा दिनुहोस्। नमस्ते।